सम्पूर्ण साथीहरूलाई नमस्कार। साथीहरू, तपाईहरुलाई आज म चाहिँ यस इमिसबाट कसरी हामीहरूले विषयहरूको चाहिँ औसत अंक निकाल्ने त्यो कुरा सिकाउन गइरहेको छु। धेरै दिनपछि भिडियो बनाएको छु। साथीहरू, भिडियो मन परे लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। नबुझेको ठाउँमा कमेन्ट पनि गर्न सक्नुहुनेछ। साथीहरू, लागौं अब भिडियोतिर। यसरी हाम्रो चाहिँ इमेज खुल्ने छ। खुलिसकेपछि हामी रिपोर्टमा जाने छौं। रिपोर्टमा गइसकेपछि साथीहरू, तपाईहरुले यहाँनिर हेर्न सक्नुहुनेछ है। एटेन्डेन्स एभरेज रिपोर्ट भन्छ। एटेन्डेन्सको रिपोर्ट हो यो, एभरेज रिपोर्ट हो। त्यस्तै गरी हामीहरूले ट्रान्सफर रिपोर्ट छ, स्टुडेन्ट एज रिपोर्ट, विस रिलेटेड रिपोर्ट हैन। यहाँ चाहिँ धेरै कुराको रिपोर्ट छ साथीहरू। त्यस्तै गरी हामीहरूले एभरेज रिपोर्ट हेर्नुपर्ने छ। एभरेज रिपोर्ट यहाँनिर लेखेको छ है। एभरेज रिपोर्टमा हामी क्लिक गर्ने छौं। क्लिक गरिसकेपछि साथीहरू, तपाईको यहाँ चाहिँ प्रदेश छनौट गर्नु होला। हुन त यो अटोमेटिक छनौट नै हुन्छ। वार्ड नम्बर छनौट गर्नु पर्दैन। तपाईले यो रेड स्टार जो छ नि, रेड साइन, त्यो भएको मात्र सिलेक्ट गरे पनि हुन्छ साथीहरू। त्यसपछि हामीले यहाँ चाहिँ सिलेक्टमा वर्ष चुज गर्नुपर्ने हुन्छ। हाल 2082 चलिरहेछ, तर हामीले नतिजा चाहिँ 2081 को बनाएको हुनाले 81 चुज गर्ने छौं। चुज गरिसकेपछि साथीहरू, हामी चाहिँ कक्षा चुज गर्नुपर्ने हुन्छ, किनभने यहाँ पनि एउटा रेड साइन छ र यहाँ चाहिँ कक्षामा मैले सबभन्दा अगाडि चाहिँ यहाँ कक्षा 1 को चुज गर्ने छु। यति चुज गरिसकेपछि विद्यालय अटोमेटिक चुज हुनेछ। अरु चाहिँ चुज गर्नु हामीले पर्दैन है साथीहरू। त्यति गरिसकेपछि साथीहरू, हामी लोडमा क्लिक गर्ने छौं। लोडमा क्लिक गरिसकेपछि हामीहरूको यो कक्षा 1 को चाहिँ यहाँ देखाइसकेको छ। कक्षा 1 को नेपाली यहाँ चाहिँ मेल फिमेल टोटल है पुरा यहाँ आउँछ नेपालीको एभरेज। यो चाहिँ जीपीए मा रहेको छ। तपाईहरुलाई अंक या प्रतिशतमा चाहियो भने इन्टु 25 गरिदिए पनि यसको चाहिँ अंकमा वा प्रतिशतमा आउनेछ। अब यो डाउनलोड गर्नको लागि एक्सपोर्टमा क्लिक गर्ने छौं साथीहरू। एक्सपोर्टमा यसरी आउनेछ अनि यहाँ सेभमा क्लिक गरिदिने छौं। सेभमा क्लिक गरिसकेपछि साथीहरू, म डाउनलोडमा गइरहेको छु। यहाँबाट म डाइरेक्ट डाउनलोडमा गइसकेपछि साथीहरू, मेरो फाइल खुलिसकेको छ। यसरी फाइल देखिनेछ। सबभन्दा पहिला त यसको चाहिँ हामीले अनब्लक भन्ने चाहिँ प्रोपर्टीमा गएर यो अनब्लक गर्ने छु। तपाईको कम्प्युटरमा यस्तो आयो भने मात्र गर्नु होला, आउँदैन भने कुनै फरक पर्दैन। मेरोमा आउँछ है। अप्लाई गरेर ओके गर्छु। अब म यसलाई ओपन गर्न गइरहेको छु। यसमा दुईचोटी क्लिक गरे मैले। दुईचोटी क्लिक गरिसकेपछि साथीहरू, यसरी यो ओपन भइरहेको छ बिस्तारै। र ओपन भइसकेपछि साथीहरू, हामीहरूको कक्षा 1 मा है, कक्षा 1 को यहाँ चाहिँ विवरण आइसकेको छ साथीहरू। हामी हेर्न सक्छौं है। यहाँनिर कक्षा 1 को विवरण आइसकेको छ, सबै विषयको छ है। र यहाँनिर मैले टोटलमा यहाँ चाहिँ डबल क्लिक गर्छु, नजिक गरिदिएको छु, हेर्न सजिलो होला हैन। कक्षा 1 को विवरण यहाँ आइसकेको छ। नेपाली शिक्षकले चाहिँ टोटल चाहियो भने यो छ है जीपीए। अब यसमा चाहिँ गुणा 25 गरे भने हैन, हामीहरूको चाहिँ भन्दाखेरि अंकमा आइहाल्छ या पर्सेन्टेजमा आइहाल्छ हैन साथीहरू। तर अहिले नयाँ चाहिँ के भन्छन्, हामीहरूको जो कासमु छ त्यसमा चाहिँ नै राख्न भनेको जस्तो लागिरहेछ मलाई है। हेर्नु होला तपाईहरु, आफ्नो कासमु फारम यसरी चाहिँ रहेको छ। र तपाईहरुको यो चाहिँ जीपीए भनेको छैन, अंक या प्रतिशतमा भनेको छ भने इन्टु 25 गरिदिनु होला, अनि चाहिँ तपाईको त्यो अंक या चाहिँ प्रतिशतमा आइहाल्छ हैन साथीहरु। यति गरिसकेपछि यो कक्षा मैले 1 को गरे है साथीहरु। त्यस्तै गरी चाहिँ कक्षा तपाई 2 को यहाँ चाहिँ चेन्ज गरिदिनु होला। चेन्ज गरेर लोड गर्नुस्। 2 को देखिनेछ। 2 को देखिसकेपछि साथीहरु, तपाई यसरी पनि गर्न सक्नुहुनेछ। यसरी क्लिक गर्ने, यहाँबाट कपी गर्ने, कपी गरेर यहाँ यसमा जाने र यहाँ गएर तपाई चाहिँ के पेस्ट गर्न सक्नुहुनेछ हैन साथीहरु। यसरी पेस्ट गरिदिनुस्, पेस्ट भइहाल्छ हैन। अब यहाँ चाहिँ हल्का तलमाथि भयो। अब मिलाउनलाई चाहिँ मिलाउन पनि सकिहाल्नु हुनेछ। म चाहिँ यहाँनिर गर्छु, मिलाउन सजिलो होला। यो कक्षा 2 को गर्दिए हैन। यहाँ चाहिँ यो डिलिट गरिदिन्छु। म चाहिँ तपाईहरुलाई सरस्वती 5 कक्षासम्म देखाउँछु र 5 कक्षासम्मको कसरी गर्छन् त्यो कुरा सबै म बताइदिन्छु है साथीहरु। ल, म चाहिँ भिडियो फास्ट गर्ने छु र भिडियो फास्ट गरिसकेपछि तपाईहरु पनि त्यस्तै सेम यस्तै गर्नु होला है साथीहरु।
साथीहरु मैले चाहिँ यहाँ कक्षा 1 देखि 5 सम्म मैले एभरेज निकाले है। अनि यहाँबाट म यसरी डिलिट गरिदिन्छु, डिलिट गरिदिएँ र यहाँ चाहिँ एउटा सेल एड गरौँ, इन्सर्ट गरौँ र त्यसपछि गरिसकेपछि साथीहरु यहाँबाट हामीले यहाँ क्लिक गर्ने छौं र सबैलाई एडजस्ट गर्दियौं यसरी है साथीहरु। गरिसकेपछि अब मैले चाहिँ यहाँ अलरेडी सबै कुरा छ भने यसरी हामीले यसको यहाँबाट सिलेक्ट गरेर यहाँसम्म डिलिट गरिदिने छु। यसरी क्लिक गर्ने, डिलिटमा जाने, डिलिट भइदिन्छ। त्यस्तै गरी सेम यसको पनि त्यही तरिकाले यहाँदेखि यहाँसम्म सिलेक्ट गरौँ अनि यहाँनिर डिलिट गरिदिउँ है साथीहरु। 1 2 3 सम्म त भयो। अब यो 4 5 को हल्का अलग हुन्छ, त्यसले गर्दाखेरि साथीहरु 4 5 को एउटा गरौँ है। यसरी सिलेक्ट गर्ने, यहाँनिर डिलिट गरिदिउँ र यहाँनिर पनि डिलिट गरिदिउँ। अब क्लास हामी मिलाएर एकदम लेखिदिने छौं। यहाँनिर यसरी गरिसकेपछि यसरी मिलाऊ। मिलाइसकेपछि साथीहरु ल अब हल्का ठुलो पार्दिने छु। यसरी गरिसकेपछि साथीहरु यो चाहिँ हामीहरुले चाहिँ यहाँ CLASS क्लास लेखिदिन्छौं र यता चाहिँ 1 लेखिदिउँ, 2 लेखौं हैन साथीहरु। यो चाहिँ हामीहरुको 4 को, यो 5 को। यसरी गरिसकेपछि साथीहरु यहाँ चाहिँ टोटल पनि गर्दियौं, टोटल है, टोटल गरौँ भन्दाखेरि 1 देखि 3 सम्म नेपालीमा कति आयो भन्ने कुरा हुन्छ है। यो चाहिँ हामीहरुको 1 देखि 3 को औसत अंक निकाल्छौं। यसरी गर्छौं र यसरी यसलाई चाहिँ गरेर भाग 3 गर्दिन्छौं र इन्टर गरौँ। यो चाहिँ अहिले फर्मुला बनेन साथीहरु। फर्मुला बनाउनको लागि SUM सम गर्ने छौं। यसरी क्लिक गरिसकेपछि यहाँनिर यसरी ब्रेकेट क्लोज गर्ने छौं र इन्टर गरिदिनुहोस्। अब चाहिँ यहाँ अंक देखिने छ र सर यता तान्दिने छौं। हामीहरुको यो नेपालीको कक्षा 3 सम्मको सबै आयो, इंग्लिशको आयो, गणितको सेरोफेरो हाम्रो बेलडाँडी। साथीहरु यस्तै गरी तपाईहरु कक्षा 4 5 6 है 7 8 सम्मको निकाल्न सक्नुहुनेछ। यसरी चाहिँ तपाईहरुले औसत है, औसत अंक निकाल्न सक्नुहुनेछ विषय वाइज, महिला पुरुष या चाहिँ छात्र छात्रा हैन, र टोटल पनि निकाल्न सक्नुहुनेछ। हस्त साथीहरु भिडियो मन पर्यो भने लाइक गर्नुस् र च्यानललाई सब्स्क्राइब गर्नुस्। धन्यवाद। आजको भिडियोमा यति।